सहरको सबैभन्दा प्रसिद्ध 3 तारे होटल आज भरिएको थियो। ठूला ठूला व्यवसायी, नेता र धनाढ्यहरू विलासी डिनरको आनन्द लिइरहेका थिए। तर त्यही एक दुब्लो पातलो केटा सेतो सर्ट र कालो प्यान्ट लगाएर टेबलको छेउमा उभिएको थियो। "सर, अर्डर के लिनुहुन्छ?" उसको स्वर नम्र तर सम्मानजनक थियो। टेबलमा बसेका 3 धनाढ्य मानिसहरू हाँस्न थाले। एकजनाले भन्यो, "अबे ओ, तेरो अनुहार हेरेपछि त भोकै मरे जस्तो भयो।" दोस्रोले भने, "त अर्डर मात्र किन लिइराछस्? पहिले हाम्रा जुत्ता पो साफ गर।" होटेलमा बसेका सबैले यो दृश्य देखिरहेका थिए, तर कोही केही बोल्दैन। वेटरको अनुहार ओइलिएको थियो, तर उसले केही प्रतिक्रिया दिएन। चुपचाप टेबल सफा गर्न थाल्यो। तर कसैलाई थाहा थिएन यो वेटरको पछाडि ठूलो रहस्य लुकेको थियो। धनाढ्यहरूको त्यो समूह लगातार उसलाई अपमानित गरिरहे। एकजनाले चम्मच झार्यो र वेटरको खुट्टासम्म फ्याक्दै भन्यो, "ओए, यो उठाइदे अनि मेरा जुत्ता पनि चम्काइदे।" होटलभित्र सन्नाटा छायो। धेरैले वेटरतिर हेरे, तर अझै कोही केही बोलेनन्। वेटरका हात काँप्न थाले। उसले बिस्तारै भन्यो, "माफ गर्नुहोस् सर, मेरो काम जुत्ता सफा गर्नु होइन।" त्यसमा ती धनाढ्य हाँस्दै भने, "अबे नोकर होस् नि, खाना पस्किन्छस्, भाँडाकुँडा उठाउँछस्, टेबल सफा गर्छस्, अनि जुत्ता किन सफा गर्न सक्दैनस्? चल, जुत्ता चम्काइदे।" वेटरको अनुहारमा पीडा र विवशता थियो, तर उसले आत्मसम्मान गुमाएन। झुक्दै भन्यो, "सर, म वेटर हुँ, तर म पनि मानव हुँ। कृपया मेरो अपमान नगर्नुहोस्।" त्यति भन्नासाथ ती धनाढ्यहरू रिसाए। "हेर, यो गरिबको घमण्ड हामीलाई नकार्दैछ।" अब होटलका सबै ग्राहकहरू चुपचाप यो दृश्य हेर्दै थिए। केहीले वेटरको हिम्मतको मनमनै प्रशंसा गरिरहेका थिए, तर बोल्न कोही आँट्दैन। वेटरले गहिरो सास लियो अनि भन्यो, "तपाईहरूले मलाई अपमानित गर्नुभयो, तर अब सत्य थाहा पाउने समय आएको छ।" अब सस्पेन्स सुरु भयो। वेटरको अनुहारमा अब बेबसी होइन, आत्मविश्वास थियो। उसले आफ्नो खल्तीबाट सुनौलो कार्ड निकाल्यो र टेबलमा राख्दै भन्यो, "तपाईलाई लाग्छ म केवल वेटर हुँ? यो होटलको असली मालिक म हुँ, एबी सुनुवार।" त्यो सुनेपछि सबै चकित भए। "तपाईँ नै मालिक?" धनाढ्यहरू अचम्ममा परे। एबी, वेटर, मुस्कुराउँदै भने, "हो, यो होटल मेरो हो, र तपाईहरूले जुन अपमान अहिले गर्नुभयो त्यही तपाईहरू अन्य गरिबहरूमाथि पनि गर्नुहुन्छ होला, होइन?" सबै कर्मचारी र ग्राहकहरू अब एबीलाई आश्चर्यचकित भएर हेरे। त्यो अमीर मानिस काँप्दै उठ्यो, "मालिक, हामीलाई माफ गर्नुहोस्, हामीलाई थाहा थिएन।" एबीले उसको कुरा काट्दै भने, "किन? म सामान्य वेटर भए के तपाईको व्यवहार ठिक हुने थियो?" सन्नाटा छायो। एबीले भन्यो, "हो, म यो होटलको मालिक हुँ, तर तपाईलाई थाहा छ म वेटरको कपडा किन लगाएको?" कोही बोलेन। एबीले गहिरो सास लिएर आफ्नो कथा सुनाउन थाल्यो। "केही वर्ष अघि म पनि गरिब थिएँ। मेरा साथी यही होटलमा वेटर हुनुहुन्थ्यो। दिनरात मेहनत गर्नुहुन्थ्यो, गाली सुन्नुहुन्थ्यो, तर कहिल्यै गुनासो गर्नुहुन्नथ्यो। एक दिन उहाँको स्वास्थ्य अत्यन्तै खराब भयो, तर मालिकले बिदा दिन मानेनन्। काम गर्न लगाइयो र कामकै दौरान उहाँ ढलेर मरे। सबै स्तब्ध भए। त्यही दिन म भित्रैबाट टुटे, तर त्यही दिन मैले कसम खाएँ, एक दिन म यति ठूलो बन्नेछु कि कुनै गरिबको अपमान नहोस्। मैले पढेँ, सङ्घर्ष गरेँ र वर्षौंको मेहनतपछि यो होटल किने। त्यो अपमान गर्ने धनाढ्य अब डरले काँपिरहेको थियो। "हामीलाई माफ गर्नुहोस्," उसले भन्यो। एबीले कठोर आवाजमा भन्यो, "जब तपाईहरूले मलाई अपमान गर्नुभयो, के तपाईले माफ गर्ने बारे सोच्नुभयो? आज तपाईलाई त्यही अनुभूति गराउनु पर्छ। अब तिमीहरूले 24 घण्टा वेटरका रूपमा काम गर्ने।" सबै चकित परे। "हो," एबीले दृढ स्वरमा भन्यो, "अब तपाईहरूले झुठा भाँडा उठाउनुपर्छ, टेबल सफा गर्नुपर्छ र अपमान सहनुपर्छ।" होटल तालीको गडगडाहटले गुन्जायमान भयो। आज न्याय भयो, कसैले भन्यो। त्यस दिन ती अमीर मानिसले झाडु लगाउनु पर्यो, भाँडा सफा गर्नु पर्यो। जुन मानिसलाई देखेर अरू डराउँथे, आज उनीहरू नै उसलाई अर्डर दिइरहेका थिए। भोलिपल्ट एबीले सबै स्टाफलाई जम्मा गर्यो। उसले घोषणा गर्यो, "आजदेखि होटलमा काम गर्ने प्रत्येक कर्मचारीलाई पूर्ण सम्मान दिनेछ। जो कसैले अपमान गर्यो भने सिधै बाहिर निकालिनेछ।" स्टाफका आँखा रसाए। एकले भन्यो, "हामीले कहिल्यै सोचेनौं कि कुनै मालिकले हाम्रो लागि यसरी सोच्नेछन्।" आज 3 तारे होटल सहरमा एक मिसाल बनेको थियो। एउटा यस्तो ठाउँ जहाँ गरिबलाई सम्मान मिल्थ्यो र धनीलाई शिक्षा। एबीले भने, "आजदेखि यो होटल केवल व्यापार होइन, मानवता मन्दिर हुनेछ।" उसको आँखामा चमक थियो। उसले प्रमाणित गर्यो, असली धनी त्यो हो जसको दिल ठूलो हुन्छ, गोजी होइन। कथाबाट सिक्ने कुरा, पैसाले मान्छे ठूलो बन्दैन, मानवता र सम्मान
सम्मान नै साँचो सम्पत्ति हो। हरेक मानवलाई समान व्यवहार मिल्नुपर्छ। कुनैको गरिबी उसको अपमान गर्ने कारण हुँदैन। जो अरूलाई सानो देखाउन खोज्छ वास्तवमै ऊ आफै सानो हुन्छ। यदि तपाईलाई यो कथा मन पर्यो भने अरूलाई पनि सुनाउनुहोस्।